हो टाढे हो तपाईँ हेर्न सक्नुहुनेछ यो गलकोटको बसा फाँटनिर यो रोपाइँ भइरहेको छ। तपाईँ यस्तो बब्बाल तरिकाले हेर्नुहोस् है, आनन्द तरिकाले हेर्नुहोस्, अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। किनभने सधैँभरि यस्तै भिडियोहरू अर्थात् नयाँ नयाँ भिडियोहरू आएको नआएको हजुर तपाईँहरू सहजै तरिकाले थाहा पाउनुहुनेछ। त्यसकारण सब्सक्राइब पनि गर्न नबिर्सनु होला, सेयर गर्न नबिर्सनु होला भन्दछु। हाम्रो यो एरियामा जेठको धान रोपाइँ भइरहेको छ। ओहो तारे माले गुरै हिन भन्दै हली दाइले जोत्दैछन्, दबदबै हिलो बनाइरहेका छन्। र माथिपट्टि तपाईँ देख्न सक्नुहुनेछ कि खेतारीहरूले मेलो भइसकेर पनि मेलो रोपाइँ गर्दैछन् होइन, धान रोप्दैछन् भने कतिपय खेतलाहरू हलीहरू चाहिँ जोत्दैछन् गोरुको प्रयोगबाट। खेत जोताइ हिलो हुँदै दबदबे हिलो बनाउँदै गइरहेका छन्। यसरी खोप लगाएर धान रोपिन्छ। यो पछाडिको ब्याकग्राउन्ड कस्तो राम्रो देखिएको छ होइन, वरिपरि हराभरा ग्रिनरी। यो टाइम भनेको ग्रिनरी टाइम हो। प्राकृतिक सौन्दर्यात्मक रूपले भरिपूर्ण भरिएको यो हाम्रो गाउँठाउँको दृश्य हो, तपाईँ देख्न सक्नुहुन्छ। र यतापट्टि साइडमा रहेको छ मकै होइन, मकै बाली। थोरैमा मकै बाली लगाउनु भएको छ कतिपयले भने। अरू पुरै खेतमा अहिले धान रोपाइँ भइसकेको छ, कोही हुँदैछ होइन, कोही हुनेवाला छ भोलि पर्सि, यस्तै देखिएको छ दृश्य। र यो खेतारीहरू हेर्नुहोस्, खेतालीहरू आफ्नो धान रोपाइँको काम अलिकति सकेर बसिरहनु भएको छ। किनभने गोरु हलीले एउटा जोत्दैछन् होइन, मेलो बनाउँदैछन्। र त्यस पश्चात रोप्नको लागि तयारी भएर बस्नु भएको छ। यहाँ 1 हल 2 हल 3 हल एक ठाउँ, 2 हल एक ठाउँमा छ है, लगभग 5 हल छ है, तलतिर माथि गएर नजिक 5 हलको मेलो रोपाइँ हुँदैछ। के कस्तो भिडियोमा के कस्तो देखिएको छ, कस्तो छ क्वालिटी, यसो कमेन्ट गर्न नसक्नु होला, नबिर्सनु। र यो अर्कापट्टि चाहिँ यो भ्युज म देखाउन गइरहेको छु। कस्तो राम्रो देखिएको छ त हेर्नुहोस् है त। प्रतिक्रिया दिनु होला हजुरहरूलाई, कस्तो लाग्छ हाम्रो यस्तो गाउँठाउँ। वरिपरि डाँडा काँडाले घेरिएको निकै प्राकृतिक सौन्दर्यात्मक रहेको छ। र यो अलिकति तलतिरपट्टि साइडमा मैले थोरै कहीँ गर्नु पुगेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ कति धेरै खेतालीहरू हुनुहुन्छ। 12 जना खेताली, 12-13 जना हुनुहुन्छ होइन। 2 हल गोरु
भ्यू लटरमा एकैछिन यस्तो भोवाल देखिरहेको छ। साइडमा मास्तिरपट्टि हेर्नुहोस् है मकै। अब यो हो असारे मकै है, असारमा पाक्ने गर्दछ यो मकै। यस्तो खानलाई एकदम मजा आउँछ है। यो बेला चाहिँ भिजिट गर्न सक्नुहुन्छ सबैजनालाई वेलकम छ। असारको महिनाकोमा मकै खानको लागि हो तारै तारै हिँड भन्दैछ हलीहरूले। बाउसीहरूले उता आली लगाइसक्नु भएको छ। कुना कन्दराहरू खाने यताउता है, झार गर्ने बिउहरू राखिदिने क्रम चलिरहेको छ। यस्तै हो कृषकको काम नै यस्तै हुन्छ अहिले गाउँघरमा कमसेकम। अहिले यो सिजनमा धान रोपाइ हुन्छ, अरू सिजनमा अन्य बालीहरूको सिजन हुन्छ, त्यस्तै कामहरू भइरहेको छ। र यहाँ गोरुले मात्र नभएर यहाँ आधुनिक मेसिन पनि प्रयोग गरिएको छ यसले पनि अलिकति सहज होस् भनेर। र यसले चाहिँ माटोलाई एकदम हिल्याउने काम, धबधब हिलो बनाउने काम गर्छ, खोकको काम गर्छ है। र छिटो छरितो पनि हुने भएको हुनाले गोरु प्लस मेसिन दुवै युज भएको छ। तपाईँ देख्न सक्नुहुन्छ अलिकति पुलिसकिने ब्याकग्राउन्ड सहित। र यतातिर मकै हेर्नुहोस्, मकै अलिकति हरियो छ, देखिएको छ सबै राम्रो छ। वेलकम टु यू अल भन्न चाहन्छु। धन्यवाद।